पक्राउ परेका अपहरणकारीका बारेमा अलिकति जानकारी लिइहाल्नुहोस्। भियतनाम घर भएका यिनको नाम माई होङ किनलाउन हो। उमेर जम्मा 23 वर्ष। यिनलाई नेपाली, भियतनामी, हिन्दी सहित 17 वटा भाषा बोल्न आउँछ। नेपाली कतिवटा भाषा जानेछस् तैँले? 17-18 भाषा आउँछ। 17 वटा? ल सुरु गर्ने त भाषा। जसरी कि नेपाली भयो, नमस्ते भयो, हिन्दी भयो, नमस्ते भयो, उता पछि फ्रेन्च भयो, स्पेनिन, उता पछि म्यान्डरिन भयो, उला भयो, उता पछि इजिप्सियन भयो, तुङतालास, उता पछि भयो म्यान्डरिनमा भयो, ह्यामलिङ, थाई भयो, थ्वाङ। सुरुमा यो मान्छे 2023 डिसेम्बर 23 मा नेपाल आएका थिए। नेपालमा 11 दिन बसेर भारतको दिल्ली पुगे। त्यहाँबाट सडक मार्ग हुँदै यो मानिस 4 महिनापछि 2024 अप्रिल 27 मा काठमाडौँ आए। नेपाल आएपछि सुरुमा काठमाडौँको स्वयम्भू स्थित एउटा होटलमा 2 महिना र ठमेल स्थित अर्को होटलमा 1 हप्ता बसेपछि बानेश्वर कात्यानी चोकमा रहेको ग्रान्ड अल्फ्रेन्सको बोइज होस्टलमा विगत 6 महिनादेखि बस्दै आइरहेका थिए। होस्टलमा बसेर स्वयम्भू, कपन, बौद्ध लगायतका विभिन्न गुम्बाहरूमा लामा भाषा सिक्न जान्थे। प्रहरी अनुसन्धान अनुसार कहिलेकाहीँ घुमफिरको लागि ललितपुरको पाटन दरबार स्क्वायर स्थित कृष्ण मन्दिरमा जाने गरेका थिए। घुमफिरकै क्रममा गत डिसेम्बर 25 मा क्रिसमस मनाउने सिलसिलामा पाटनको कृष्ण मन्दिर प्राङ्गणमा केही बच्चाहरूसँग सडकमा खेलिरहेका बेला यिनको भेट भयो। सुरुमा 4 वर्षीय पल चेपाङ भन्ने बालकको दाइसँग भेट भयो। ऊ पनि बच्चै थिए। चकलेट र मिठाईहरू किनेर खान दिए। पछि भाइ अर्थात् पल चेपाङ पनि सम्पर्कमा आए। पल चेपाङ अर्थात् यिनलाई आफन्त र टोल छिमेकका मानिसहरू जिरे भनेर बोलाउँछन्। यो बच्चा जिरे खुर्सानी जस्तै टाठो छ, त्यसैले यिनलाई सबैले जिरे भनेर बोलाउन थाले। जिरेको आमा सरिता तामाङ कृष्ण मन्दिरको परिसरमै बिहान बेलुका चिया बेच्छन्। जिरे पनि आमासँगै छेउछाउमा खेल्ने गर्दथे। त्यही बेला अपहरणकारी युवकको नजरमा यी बालक परे। बच्चामा बच्चा, टाठोमा टाठो बच्चा भेटेपछि भियतनामीले यिनलाई अपहरण गर्ने योजना बनाए र क्रिसमसको दिनदेखि यिनको पाटन दरबार स्क्वायर घुमफिर बाक्लो बन्यो। नियमित जस्तो आउने र मिठाई खेलौनाहरू किनेर दिन थालेपछि जिरे यिनीसँग झ्याम्मिन थाले। उता चिया बेचेर बसिरहेकी आमा सरिता तामाङलाई आफ्नो बच्चा अपहरणमा पर्दै गरेको हेक्का नै भएन। आमाको थर तामाङ, छोराको थर कसरी चेपाङ भन्नुहोला। सरिताले गोर्खाका चेपाङ केटासँग विवाह गरेकी थिइन्। केही वर्ष अघि श्रीमानले अर्कै महिलासँग घरजम गरेपछि बिचरी सरिता एक्लै सङ्घर्ष गरेर छोराहरू हुर्काइरहेकी थिइन्। गत बिहिबार 24 गते अपहरणकारी माई होङ बच्चाको अपहरण गर्ने तयारी स्वरूप पाटन पुगे। राति करिब 8:20 बजेतिर जिरे बेपत्ता भए। वरपर खोजतलास गर्दा छोरा नभेटेपछि आमा सरिताले छेउैमा रहेको प्रहरी प्रभाग मङ्गल बजारमा छोराको खोजीका लागि निवेदन दिइन्। निवेदन दिँदा 8:30 भएको थियो। सोही निवेदनका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय अन्तर्गत ललितपुर शाखामा 11:23 जाँदा सूचना पुग्यो र इन्सपेक्टर शिव थापाको कमान्डमा खोजतलास सुरु भयो। घटनास्थल वरपरका फुटेजहरू सङ्कलन गरियो। यही क्यामेरा हो जसले जिरेलाई फकाउँदै फुल्याउँदै अपहरणकारी